पैसा हुनेहरू जान्छ, हजुर चाहिँ कहाँ जाने भन्नुभयो? रुन लाग्नु भयो त्यो भएर। पैसा हुनेहरू त गइसकेको पनि छ नि क्या यहाँ। धनीहरू त गइहाल्छन्। गरिबहरू चाहिँ कहाँ जान्छ? आमा हिजो मेरो एकजना बुढा चाहिँ बिरामी हुनुहुन्छ भन्नुहुन्थ्यो नि, बुवालाई कहाँ राखेको छ अहिले? मेरो बुवा उसै छ। घरमै त्यो हुनुहुन्छ? आरामै बाहिर निकालेको छैन? बाहिर होइन, हिँड्छ अलिअलि। बालन सरकारले तपाईँलाई व्यवस्थापन गरेर लजमा राख्ने भन्ने कुरो आएको छ होइन? लजमा त सधैँभरिका हुन्छ गर्ने। तपाईँलाई चाहिएको बास त हो नि होइन? घाँस त तपाईँले आफै इलम गरेर काम गरेर खाइरहनु भएको थियो नि होइन? अहिले त सबैले दिएर खाइरहेको छ। मैले काम गरेर खाएको छुइनँ। सरकारले तपाईँहरूलाई हेरोस् भन्न चाहनुहुन्छ? चर्चमा जान्छु, चर्चको मान्छेहरूले सबैले दिएको छ, खाएको छु। तपाईँका छोराछोरीहरू चाहिँ काम गरेर छोराहरू कामै नलाग्ने भएपछि के काम मलाई? छोराछोरी काम छैन। छोराछोरीले हेर्दैनन् तपाईँले? हेर्ने भए यस्तो हुन्थ्यो होला र।